साउट आउट टु नाम्जे। हामी नाम्जेमा छौँ। नाम्जेमा नमस्ते बाजे। यहाँनिर बवाल ठाउँमा छौँ है। तर यसो बाटो हेर्दै नि पठाउने भ्यू पनि आएको भ्यू मान्छेको भ्यू रे केटा हो बवाल। साउट आउट टु नाम्जे। सबैजना नाम्जे आउनु पऱ्यो। नाम्जे चाहिँ बेस्ट एरिया हाम्रो, बेस्ट टुरिस्ट डेस्टिनेसन। धरानबाट थोरै माथि छ, त्यस्तो टाढा छैन होइन। बवाल चाहिँ एरियाको बाहिरै मिठो छ। यहाँबाट त बब्बाल देख्छ रमाइ आम्बो बडा मटर खाएको। म चाहिँ कहाँ गएँ है साथी हो। बवाल खस है। हाम्रो नेपाली राष्ट्रिय कुकुरै साथी हो। छप्काइदिन्छु नि सबलाई, फेरि सबलाई छप्काइदिने यस्तो बवाल। बिरालो पनि छ हाम्रो यहाँनिर कडा। पुरो ट्रेडिसनल भ्यू छ है। फुल बवाल बारी सिस्टम म्याच पुरो यहाँनिर ओहो के पो भन्थ्यो यार यहाँ मध्ये बिर्सिया र बब्बाल छ यार। गुफा जस्तो यार मतलब गुफा मुनि छिरे जस्तो भयो होइन। गुफाभित्र नै छिरेको जस्तो भयो। बबाले चाहिँ फार्मिङलाई चाहिँ के गर्नु पऱ्यो, सपोर्ट हानिदिनु पऱ्यो सबैजनाले। हामीहरूले चाहिँ मिलेर फार्मिङलाई सपोर्ट हान्नुपर्छ होइन। हामी नेपालीहरू भएपछि फार्मिङ सार्मिङ गर्नु पऱ्यो। त्यहाँदेखि गइदिउँ भने फेरि कुकुर रहेछ यार, डर लाग्यो मलाई होइन। बाजे उ त्यो कुकुरले के गर्छ त? टोक्दैन है। कुकुरले चाहिँ टोक्दैन भने होइन। सेफ्टीको साथ गइदिउँ के छ र। के हो चसमै भने कुकुरले हाप्छ हाप्छ त फेरि। बवाल छ यहाँ। फ्रेन्डली रहेछ यार, फ्रेन्डली यस्तो बवाल भ्यू चाहिँ। यहाँ चाहिँ हाम्रो तल चर्च छ है। यहाँ चाहिँ सुँगुर पालन हुन्छ सायद, अहिले चाहिँ छैन रहेछ। सुँगुर रहेछ ऊ मलाई ल सबैले सुँगुर। हाम्रो चाहिँ एग्रिकल्चर फार्मिङहरूलाई चाहिँ चक्क सपोर्ट हानिदिनु पऱ्यो। यस्तो दामी पिआइजी हो है साथी। यो चाहिँ पिआइजी पिग हो है। अर्को भन्छ टन्नै रहेछ यार। यहाँनिर अर्को रहेछ कडा खाले रहेछ यार। यो त बबाल खाले यार राम्रो सो यो। यहाँनिर अर्को यो त हेभी रहेछ यार। कत्रो ठुलो सुँगुर यार। वास मलाई बोलाइरहेको छ यार। निरज दिदी छ होइन पुरै। म बोलाउँदैछु यिनीहरूलाई गर्दै होइन। बच्चाहरू चाहिँ यिनीहरू चाहिँ पिग्लेट्स है। पिग्लेट्स पिआइजी एलइटी पिग्लेट्स कडा चाहिँ साथी हो। बवाल तिनवटा रहेछ टक्क होइन। क्युटी पायो एउटा ब्ल्याक व्हाइट अनि ग्रेमा। ओ कस्तो क्या कलर कम्बिनेसन ट्यागको मिलेको होइन। एउटा चाहिँ ब्ल्याक एन्ड व्हाइट टाइपमा रहेछ। यो चाहिँ फलफुलहरू हाम्रो सुँगुरहरूलाई खुवाउँछ होइन। ओपरे अलिकति कुहिसकेपछि चाहिँ हाम्रो मिल्कको मेसिन हो सबैलाई थाहा नै छ होइन। बवाल चाहिँ रिक्समेट पनि क्या मिठो क्या अब यस्तो होइन। अब सुँगुर बस्ने खोर पनि क्या मिठो बास्ना आइरहेको छ क्या हाम्रो कडा। सबैजना आइदिनु पऱ्यो। चाहिँ फार्मिङ रहेछ है। नाम्चीमा यस्तो फार्मसामहरू घुमिदिनु पऱ्यो टक्क। त्यो डाँडा मात्रै हेरेर पनि भएन है। हाम्रो यहाँ केटाको बोट पनि छ है। सबैजनाले सपोर्ट हानिदिनु पऱ्यो है। जो सपोर्ट यहाँ सुँगुर छ। यहाँनिर तल बबाल बारी छ। यहाँ चाहिँ चक्क सानो किचन रहेछ। सुँगुरहरूलाई खोलेर दिने केटा हो होइन। के हो आमा यो सुँगुरलाई चारो होइन। सुँगुर त टन्नै रहेछ है। यता चाहिँ खाली रहेछ। ए बेच्दिनु भएको बिरालो नि रहेछ। सिस्नु हजुर ए ल म त सिस्नु चाहिँ उनीहरूलाई हुन्थ्यो होइन। ए सुँगुरहरूलाई सिस्नु राम्रो रे। ए भुसहरूको हाम्रोतिर त सबै त्यो भातहरू त्यो एक्स्ट्रा उयोहरू लिएर आउँथ्यो क्या पुरै। त्यस्तो खोरहरू हजुर त्यस्तो दिएर त्यही त बरु यस्तो ठिक हो नि त अर्ग्यानिक भयो नि है। त्यो सुँगुरलाई चाहिँ खोलेहरू यस्तोहरू खुवाउनुपर्छ राम्रो कुराहरू होइन। यस्तो फोहोरहरू खानु भएन। हामी पनि त्यही फोहोरको सुँगुर खाइरहेको छौँ। धरान मान्छेहरूले धेरै सुँगुर खान्छ।
राम्रो राम्रो खुवाउनु पऱ्यो सुँगुरलाई होइन ख्याल गर्नु पऱ्यो नि आमा होइन यस्तो दिए पो राम्रो हुन्छ ए उयोहरू कौलीहरूको उयोहरू रहेछ होइन काउलीहरू उयोहरू रहेछ होइन हजुर ए सक्दो फलफुलहरू दिएको राम्रो ए कुहाउने सुहाउने होइन होला डाइरेक्ट यसरी उमालिदिने होला होइन कुहाउने चाहिँ गर्नु पर्दैन होला होइन ए त्यही त मान्छे त कुहिएकोहरू दिन्छ नि त प्रायः खान मान्दैन है हाम्रोतिर त त्यस्तै दिन्छ क्या बासी दिन्छ भन्नु खोजेको बोरे खास होटलबाट ए तपाईँले नि त्यही ल्याएर चाहिँ ट्राई गर्नु भएको नि दुईवटा बितेको ए अर्कोको चाहिँ ए तल्लोपट्टिको चाहिँ तपाईँको त हामी मजाको रहेछ नि त यत्रो मार्ने रहेछ ए आफ्नै ठाउँबाट लिएर आउँछ दाउराहरू पनि हजुर हजुर मजा आउँछ तातो रहेछ हाम्रो अघि दाइहरू चाहिँ तल जानुभएको यहाँ तल इन्भर्टर बनाउनु आएको थियो ए माथितिर हो त्यही त म त घुमे आएको थिएँ क्या अनि भेट्दै भेटेन कि साथीहरू त्यो यसो हेरेको फार्म रहेछ हामीसँग चाहिँ पुरानो टाइपको बानी रहेछ होइन चुलो यो चाहिँ जमानाको बानी चुलो हो त्यो अँध्यारो भयो होइन टक यसरी चुलो बान्यो यहाँनिर टक्क यो चाहिँ मट्टी तेलको जमानाको वाला हो जस्तो लाग्यो सायद होइन अहिले त पहिला मट्टी तेलले बल्थ्यो होला होइन मट्टी तेलले बल्ने खानेको चाहिँ अहिले त अब सकिसक्यो यो मट्टी तेलको जमाना यो भुसको चुलो टक्क पुरानो जमानाको टाइपहरूको रहेछ होइन अनि बेस्ट भनेको त अब आगोमा अब काठमा टक्क नेपालीहरूलाई सक्क सस्तो पनि पर्न जान्छ ग्यास बालिरहनु परेन हाम्रो यहाँ बिरालो पनि चाहिँ टक्क हामी खाने बिरालोले मलाई के गरिरहेको छ यो भनेर सोचिरहेर टनै पाल्नु भएको रहेछ बिरालो है ऊ त्यो चाहिँ ज्याङ्गो रहेछ अलिकति है त्यो चाहिँ ठुलो रहेछ राम्रो मजाले बस्ने रहेछ कुकुर नि पाल्नु भएको रहेछ है कुकुर नि पाल्नु भएको रहेछ ए जनावरमा चाहिँ सुँगुर मात्रै पाल्नु भएको ला गाईलाई तना भएछ त ए बाख्राहरू पनि थियो बेच्नु भइसक्यो ए सुँगुर चाहिँ किन मार्नु भयो भन्नाले मासुको लागि होइन हजुर धरानतिर फेरि धेरै खाने रहेछ सुँगुर त तपाईँले चाहिँ धेरै खानु हुँदो रहेछ हजुर ल साथी हो ल गयो त बाजे है ल सबैहरूले इन्फर्मेसन लिनु भइहाल्यो होइन सुँगुरलाई जे पाइयो चाहिँ खुवाउनु भएन यस्तो राम्रो राम्रो फुलहरू बनाएर खुवाइदिनु पऱ्यो होइन के गर्नु त्यही हामीले खाइरहन्छौँ होइन कतिपय त अब सुँगुरहरू अब बिरामी भयो भनेर अब मर्छ भने थाहा नि त अनि त्यही भएर काटेर उयो अगाडि नै उयो गरिदिन्छ त्यस्तो चाहिँ गर्नु भएन होइन लाइफ हो है हामी ख्याल गरौँ अब जनावरको त हामीले मान्दैन मान्छेको होइन तर मान्छेको त हामीले मानिदिनु पऱ्यो त्यति चाहिँ गरिदिनु पऱ्यो सबैजना आइदिनु पऱ्यो हाम्रो ठाउँमा यहाँनिर देशमा यो हलहरू पनि खुला रहेछ सायद के पाल्नु हुन्थ्यो होला तर चाहिँ खाली नै छ होइन जस्तो यो फार्म चाहिँ एकदम राम्रो चाहिँ चिटिको रहेछ अरू जस्तो चाहिँ छैन होइन अरूको त लास्ट 4 टाइपको के हुन्थ्यो नि चाहिँ मजाको आँखा बवाल छ क्या अनि सायद यहाँको चाहिँ क्रिस्चियन होला सायद प्लस देखिरहन्थेँ मैले यहाँनिर कुखुराहरू पनि पालन रहेछ टक्क होइन यहाँ तलतिरको फार्मको पनि अघि तपाईँले खबर सुन्नुभयो होला के भयो भने होटेलहरूको भातहरू ल्याएर खाइदिएको दुईवटा सुँगुर चैट भयो अरे होइन दुईवटा सुँगुर भने यहाँ हो हाम्रो गाडी चाहिँ हामी खाने यो चाहिँ हाम्रो फार्मको गाडी हो के पऱ्यो भने कल गर्नु होला फार्मको नामै चाहिँ खासै मलाई थाहा छैन होइन त्यही पनि यो चाहिँ नाम्ची जाने बाटोमै छ भेटेटारबाट सुरु हुँदाखेरि नाम्ची जाने ठ्याक्क बाटोमै छ सबैजनाले डु कन्ट्याक्ट यसो फार्ममा आएर सामानहरू लिनु एनिमलहरू किन्नु छ भने पनि अर्को एउटा टाटा गाडी आएको छ यो चाहिँ हाम्रो गाडी हो अब भ्लगर अब चाहिँ म यसो बाहिर जान्छ यहाँ चाहिँ काठहरू जम्मा पर्दो रहेछ किनकि अब नाम्चीको बाटो बन्दैछ नि त होइन नाम्चीको यहाँ बाटो बनाएकोले चाहिँ यहाँ काठहरू जम्मा गरेको छ
यहाँबाट जलपाइगुडी हाम्रो सायद म्याग्निफिसेन्ट भ्यू नै देखिन्छ भनेर होइन अब हिँड्दिएको म चाहिँ अब हाँसिरोमा के हुँदो रहेछ होइन हामी चाहिँ ब्रो डुकम नाम्जे बब्बाल छ सोचेको भन्दा नि ओपी अहिलेको ठाउँ यहाँबाट पनि भर्ने तल जाँदो रहेछ होइन बब्बाल छ जाने साथी हो लकडिङ भन्दाखेरि छ म चाहिँ हाम फाल्दै होइन हाम फाल्नुपर्छ कहिले काहीँ होइन गन्तीको सोधे एक बाटो फरक फरक हो खोज्नु जानुपर्छ होइन बबालले चाहिँ हामी नयाँ बाटो भन्छु कि नयाँ बाटोमा हिँड्नु तर ल एउटा नयाँ बाटो पुरानो बाटो कस्तो दामी आमा नयाँ बाटो के हो यस्तो सिमेन्ट कस्तो पुरै नेपाललाई झल्काउँछ नि हो बवाल चाहिँ सबैजना डुकम नाम्चीको पनि कुना गएको छ हेऱ्यो भने चाहिँ यस्तो बवाल छ क्या आफूले चाहिँ खोल्नु जानु पऱ्यो होइन टकिने हामी गएको फार्म त्यो हो सबैजनाले त्यहाँनिर फार्मिङ चलिरहेको छ है हाम्रो नाम्चीले चाहिँ एकदम फार्मिङलाई चाहिँ के भन्छ एकदम मोटिभेट गर्छ क्या एकदम सबैजना एकदम लागेको छ होइन मदेखि नै त्यहाँनिर बब्बा पुरै फार्मिङहरू चलिरहेको छ बारीहरू छ होइन टक्कै कुरा हामी चाहिँ भित्र हाल्यो भने फार्महरू टाइप पनि बस्नु मिल्छ त्यहाँनिर होटेल बब्बा हाल्छ होइन ठाउँ ओपी छ त हौ घरहरू छ यो चाहिँ चर्च रहेछ है साथी यहाँको मान्छेले चर्चको थियो हाम्रो जिजसलाई मान्छे जस्तो छ होइन टक्क हामी मोबाइल एउटा चर्च छ डु फलो है चलाउनु सल्लाह टक्क चर्चमा प्रेयर हानिदिनु होइन सबैले फेरि मलाई क्रिस्चियन भन्ला म चाहिँ त्यस्तो के होइन धर्मकर्म म होइन कसैलाई चुज गरिदिनु धर्म नाइस डु फलो यहाँबाट दामी चाहिँ छिर्नु मिल्छ भने मिल्दैन रहेछ बाटो बन्द रहेछ तर यहाँ चाहिँ फार्म चाहिँ बब्बाल टक्क यहाँ चाहिँ एग्रिकल्चर बाटोमा यस चर्चको पनि दर्शन भयो होइन यस्तै हो जिन्दगीको रेटोमा कहाँ पुगिन्छ सबजनाले नाम्चे आउनु पऱ्यो नाम्चे यस्तो एनी टाइम हुन्छ लाग्छ तालपरि पानी परिदिन्छ होइन यस्तै हो यार ओह्रालो झर्न सजिलो छ ओह्रालो चढ्दा सास फुलिन्छ यो त नि हो आलस पोल्ने ढाकेपछि यस्तै हुन्छ साथी हो ज्यान कमजोर भइन्छ त्यो एउटा बिहान बेलुका एक्सर्साइज हानिदिने टक्क मेडिटेसन योगाहरू के छ आफ्नो क्षमता आन्सर गरिदिने जुन एउटा शरीर हो टाइममा सर्भिसिङ दिनु होला अन्त कुरा सोच्ने होइन फेरि सर्भिसिङ भन्दैमा अर्को सोच्दैला यहाँ चाहिँ फेरि पोजिटिभ कुरा मात्रै हुन्छ होइन उल्टोतिरबाट ठिकै हो लगाएछ म चाहिँ थाकेँ यार 2टा भरिन्छ चढेर घुमेँ फेरि घरकै बुढी लत्के आयो भने चाहिँ त्यहाँ आइपुग्यो म घुमेँ फेरि हामी यहाँनिर झाडिन बोकेको समय दामी बाँसघारी फलो गाइज नाम्चीमा टक्कै फार्ममा आइदिनु पऱ्यो सबैजना ल साउट आउट छिटो मिठो होइन यहाँ चाहिँ सोलर पनि रहेछ डु सपोर्ट के भन्छ ग्रिन फार्मिङ के भन्थ्यो होइन एनर्जी फार्मिङ किसिमको आज बवालै रहेछ डु सपोर्ट गाइज हुन्छ बाजे यसो भिडियो हान्थ्यो कि गयो त बाजे हुन्छ टक्कै हाम्रो यहाँ फार्मबाट बिदा लिने बेला भयो आयो गाडी कुदिरहेको थियो रहेछ यार म चाहिँ मत भ्लग हालिदिरहेको La gana.